अब झन् 2085 सालको वैशाखको 1 गतेमा त 8 क्लास बराबरको योग्यता पुगेन भने हामी कुटाइ खाने पनि हामी मुद्दा लाग्ने पनि हामीलाई यो बारेमा सजग हौँ। पहिलो मैले अनुरोध गरेँ। दोस्रो मैले हजुरहरूसँग के अनुरोध गर्छु भने प्रधानाध्यापक साथीहरू हुनुहुन्छ, गुणस्तरको जिम्मेवारी हामीले लियौँ। गुणस्तर भनेको शिक्षकको काम हो, त्यो प्रधानाध्यापकको रेखदेखमै हुन्छ। शिक्षकले त्यसलाई जिम्मा लिन्छ। त्यो गुणस्तरको निम्ति अरूलाई देखाउनु पनि ठाडै मुर्दाबाद भन्ने किसिमको हिसाब गर्नु। अब हिम्मत साथ भन्नु सकिएला। जसरी दलवार सरले भन्नुभयो, टल्ला सरले भन्नुभयो, यस्ता थुप्रै साथीहरू हुनुहुन्छ, सकिएला। दोस्रो कुरो भन्नु, व्यवस्थापन समिति भनेको फेरि अधिकारवाला होइन, लमी हो। लमीको काम न छोरी दिने हो न छोरी लिने हो, अर्काको छोराछोरी मिलाइदिने। त्यसो भने चाहिँ हजुरहरूले बुझिसक्नुभयो। व्यवस्थापन समितिले मेरो अधिकार यो हो भन्नु भएन, शिक्षणमा यस्तो गर उसो गर भन्नु भएन। भन्नु पर्यो के भने मैले के व्यवस्था गरिदिनु पर्यो। मेरो काम लमी हुने हो। म अभिभावक र शिक्षकको बिचको लमी कसरी बन्न सक्छु, म विद्यार्थी र शिक्षकको बिचको लमी कसरी बन्न सक्छु, म जनप्रतिनिधि र शिक्षकको बिचको लमी कसरी बन्न सक्छु, म चाहिँ पालिकाका के भन्छ राजनीतिक दलका प्रतिनिधि र दलका साथीहरू र शिक्षकको बिचको लमी कसरी बन्न सक्छु, के सकिएला। त्यति गर्नुभयो भने हजुरहरूले अर्को व्यवस्थापकीय काम गर्नुभयो। जो कुरो हामीलाई चाहिँ विश्वकर्माले, मिजारले र परियारले मजासँग सिकाउनु भएको थियो, उहाँहरूलाई 3 चोटि सलाम गरेर हामीले त्यो काम सुरु गरौँ। पहिलो मैले हजुरहरूसँग त्यो अनुरोध गरेँ। दोस्रो अनुरोध के गर्न खोजेँ भन्दाखेरि अब यति राम्रो काम गर्नुभएको छ, दलवार सरलाई हामी कति ठाउँमा भनिरहेको छौँ, टक्क सरले यो गर्नुभयो भनिरहेको छौँ, तर देशले थाहा पाउने उपाय के गरी गर्ने हो, त्यसको निम्ति म बल गरिरहेको नसकिरहेको। अब यो मलाई लाग्छ पानका कतिजना सदस्यहरू पनि हुनुहुन्छ, हजुरहरू यो पब्लिक स्कुलको शिक्षकहरूको एउटा प्रधानाध्यापकहरूको संस्था, त्यसले पोखरामा कार्यक्रम गर्दैछ। 21, 22, 23 सायद होला, अनुसार जान्छौँ। त्यहाँ उहाँहरूले के गफ दिनुभएको छ, मलाई हिजो मात्रै कुराकानी के भन्नुभएको छ भने अब शिक्षकहरूले गरेका राम्रा अभ्यासहरू सङ्कलन गर्ने काम हामीले गर्छौँ। त्यो बडो राम्रो अभ्यास सुरु गर्नुभएको छ। म पालिकासँग पनि विनम्र अनुरोध गर्छु, व्यवस्थापन समितिका साथीहरूसँग पनि विनम्र अनुरोध गर्छु, हाम्रो शिक्षकले गरेको, मेरो शिक्षकले गरेको राम्रो कुरो जम्मा कहाँ गर्ने हो, त्यो जम्मा गर्ने। पालिकाको पोर्टल बनाएको हुन्छ, वेबसाइटमा एउटा पोर्टल बनाउन सक्नुहुन्छ। त्यो पोर्टलमा टक्क गर्ने त्यो खबर गरेर आउँछ, त्यो बाटो गरौँ भन्ने मैले अनुरोध गरेँ। के सकिएला। अहिले अर्को हजुरहरूलाई चाहिँ सकिन्छ है यसरी गरौँ है भन्ने बाटो पनि भन्दै गएको। त्यसपछि अर्को काम व्यवस्थापन समितिको अर्को काम के हुँदो रहेछ भने जनशक्तिको परिचालन गर्ने। एकजना साथीले मजासँग लेख्नुभयो, हाम्रो डाक्टर बलराम मल्सिनाले भन्नु पनि भयो, सबै कुरो राम्रो छ, विद्यार्थी सुन्नेछन् भनेर लेख्नु। कति राम्रो कुरो लेख्नु। अब मैले राम्रो कुरो भने किनभने सुन्ने विद्यार्थी भएसँग शिक्षक भएर बाँच्नुहुन्छ, तलब खान मिल्छ, अर्कालाई नैतिकताको पाठ पढाइयो, विद्यार्थी चाहिँ छैन, सरकार यस्तै छ, अभिभावक यस्तै छ भन्न मिल्छ। अब एकचोटि प्रत्याभूति गर्नुपर्ने हो, आफू के गर्ने त साँच्चै मैले गडबड गरेछु। त्यसको शिक्षक छैन भने एउटा काम गर्न सक्नुहुन्छ, पालिकामा शिक्षक ब्याङ्क भन्ने बनाऊ। त्यो अभ्यास अहिले बुढालिङ्गठन नगरपालिकाले गरिरहेको छ, केही ठाउँमा यो सुरुवात भएको छ। सरकारको नीति कार्यक्रममा पनि त्यो ब्याङ्कको अवधारणा आएको छ, तर उनीहरूले अलिक बेग्लै ढङ्गले गरिरहेको छ। मेरो आफ्नो रहरमा चाहिँ ब्याङ्क, पालिकामा एउटा ब्याङ्क बनाऊ। त्यो ब्याङ्क भनेको पैसाको ब्याङ्क होइन, शिक्षकहरूको ब्याङ्क। शिक्षक को हुन्छ, नाङ्लो बनाउने मान्छे शिक्षक हुन्छ, डोको बनाउने मान्छे शिक्षक हुन्छ, रिटायर्ड शिक्षकहरू शिक्षक हुन्छन्, त्यसपछि गएर भोलिन्टियर मान्छेहरू शिक्षक हुन्छन्, कर्मचारीहरू त्यहाँ शिक्षक हुन्छन्। ती शिक्षकहरू कसैलाई सम्मान दिए पुग्छ, कसैलाई अलिअलि दिए पुग्छ, कसैलाई नदिए पनि पुग्छ, सक्ने हो। त्यसो भनेपछि हजुरहरूले के गर्न सक्नुहुन्छ भने त्यो शिक्षक ब्याङ्कको अवधारणा ल्याउँ। जुन दिन शिक्षक क्लासमा खाली छ भनेर भन्नुभयो, त्यो दिन जोड्न मिल्छ, अनुरोध गर्ने, फोन गर्ने, आइदिनुहोस् भन्ने, या जानुहोस् लिएर आउनुहोस्। सकिँदैन ल्याउन, आउन सकिँदैन, हाम्रो विद्यार्थीलाई उहाँकोमा पठाउने हो। पठाउनु भने इन्टर्नसिप भने गेस्ट लेक्चर हुन्छ।
बनाऊ, साइन्स अर्को ठाउँमा बनाऊ, भाषाको अर्को ठाउँमा बनाऊ, जम्मा एप बनाऊ। त्यो एप सबै यो रामेछाप जिल्लाभरि नै पुरा स्कुलहरुमा जाने गरौँ न। अहिले नगरपालिका इलामले म्याथमेटिक्स उहाँले गरे, बस एकैचोटि पालिका गर्न सकिएला, त्यसले जनशक्ति व्यवस्थापन भयो। त्यो काम पालिकाले उसले गर्न सक्छौँ, व्यवस्थापन समितिले मजासँग गर्न सक्छौँ, प्रधानाध्यापकजीहरू हुनुहुन्छ हजुरहरूले गर्न सक्नुहुन्छ भनेर पनि मैले अनुरोध गरेँ। अर्को धनशक्तिको, अहिले कहिलेकाहीँ जनता मात्रै भएर भएन, पैसा पनि चाहियो। अहिले दरबार सरले भनिसक्नुभयो 18,000 थियो, त्यहाँबाट चाहिँ बिस्तारै गरेर अब कति जम्मा गर्नुभएको थियो भन्नुभयो सरले, होइन जम्मा पनि थुप्रै गर्नुभएको छ, किनभने उहाँको त्यो हिम्मत देखाएर सम्मान गर्न मन लाग्छ। त्यसैले यो किसिमको हिसाबबाट चाहिँ एउटा बाटो गर्न सक्छौँ। हर बच्चाको अनिवार्य रूपमा बचत गर्ने एउटा अभियान चलाऊ। त्यो अभियानको स्रष्टा को थियो भनेर सम्मानका लागि हुने विश्वनगरजीलाई, विश्वनगरजीले पृथ्वीनारायण शाहलाई दिएको चिन्तन आफ्नो 1 रुपियाँ दिएको, त्यही त्यसो भए त्यो 1 रुपियाँको बुद्धि ल्याउने। त्यो 1 रुपियाँको बुद्धि कति लिएर आयो भन्दाखेरि स्याङ्जाको फेरिखोला गाउँपालिकाले लिएर आयो, त्यही कुरा इलामको सूर्योदय नगरपालिकाले ल्यायो, त्यही कुरा इलामको रोङ गाउँपालिकाले लिएर आयो। इलामको रोङ गाउँपालिकाको मन्त्र असाध्यै सजिलो छ। म यतापट्टि पनि फर्केँ हजुरहरू, उहाँको मन्त्र कति सजिलो छ भने हर विद्यार्थीलाई पालिकाले दिनको 1 रुपियाँ छ। हर विद्यार्थीलाई ब्याङ्कले, यहाँ भएको ब्याङ्क पालिकामा भएको ब्याङ्क छ, त्यसले 1 रुपियाँ दिन्छ, 1 रुपियाँ खर्च गर्छ। बच्चाको कति रुपियाँ जम्मा हो? 3 रुपियाँ जम्मा हो। अनि बच्चालाई के भन्नुभएको छ रोङ गाउँपालिका अध्यक्षले? तिमीले साग फलाएर ल्याऊ, जति ल्याउँछौ किन्ने मै हो, सिस्नु टिपेर ल्याऊ, जति ल्याउँछौ किन्ने मै हो। बच्चाले अब कमाउनु, बच्चा पनि कमाउने, उसले पनि 10 पछि 10 वर्षसम्म पैसा नम्बर पनि ब्याङ्कलाई पनि भयो, 10 वर्षले आफ्नै साथी पढ्ने भए त्यही पैसा गर्ने। त्यसपछि धन परिचालन गर्ने यो किसिमको भविष्यलाई मजा गर्न सकिन्छ। अर्को बाटो भन्नुभएको छ, उहाँले पैसा माग्न गए तर ल्याएर दिए, किनभने त्यो हिम्मत गर्ने व्यक्ति छ। यो किसिमको तरिका भने धन परिचालन हुन्छ, जहाँ व्यवस्थापन समिति मजा काम गर्न सक्छ भनेर भन्ने मैले अनुरोध गरेँ। प्रविधि अब मोबाइल बन्द, मोबाइल लिने, पहिले मोबाइल प्रयोग गर्दाखेरि गाली खाने मै हो, मोबाइल प्रयोग गरेर नि हुन्छ, अब नगरी पनि सुखै नपाउनु भनेको। त्यसमा एउटा काम गर्नुहुन्छ, कति सजिलो भनेदेखि हिसाबले अस्ति मात्रै मैले छोरासँग भने, ए बाबु मलाई यो एआई सिकाइदिएन, के गरी गर्ने हो? मैले त एआई फेरि जानिनँ, मैले गर्थेँ त्यो मात्रै जान्थेँ, ए गुगल काम गर भने अब के गर्नु मैले भने एआईमा पनि त्यो ग्रुप.com त्यति गर्नु न भने भनेर चाहिँ अनि पछि गएर के भन्दैछ घुड्दै भरा भएन, जम्मै ल्याएको। अब मैले यसो विचारेँ, मैले पढाएर धेरै दिएँ, अब त्यो जानेर नसक्दा त्यसो भए हजुरले पनि गर्ने हो। अब ल्यापटप नलिकन हिँड्न त पाइहाल्यो, मैले आएर पहिले पनि मन्त्रीमा भनेको थिएँ, ल्यापटप नलिकन आएको शिक्षकलाई कहाँसम्म त लखेट्नुहोस् भनेर थाटे भन्नुहोस्। अब नलखेट्दा सुख भयो, किनभने प्रविधि जान्ने केटाकेटी आएर नजान्ने हामी लन्ठा भएपछि गर्ने के हो? गर्ने के हो भन्नु? जान्ने न, म पनि लन्ठै भएँ, मैले लन्ठा भयो मेरो छोरासँग गुहारमा आयो भने त खर लाग्यो त। त्यसो भएपछि अब त्यो केटाकेटीलाई सिकाउनको निम्ति हामीले के गर्ने तरिका सजिलो छ। तरिका के रहेछ भने कसले जान्दछ, म जान्दछु सब, म जान्दछु लु गर्दा भनेर उही अगाडि आउँछ, आफूलाई मक्त कायदा भएको, बाल मैत्री पनि भयो, पढाइ पनि कायदा भयो, सिकाउने पनि भयो, गर्ने हो। अब त्यसो भए हजुरले एउटा काम गर्नु,
के गर्नु पर्यो भने अलिकति किताबमा सिक, अलिकति मैले भने सुन, अलिकति चाहिँ त्यो नेटमा हेर, अलिकति छिमेकीलाई सोध, फर्केर आएर तेरो बुद्धिमा लेख भन्न सकिन्छ। त्यो मिल्यो हेर्नुहोस् त कति मजा भयो। प्रविधि पनि प्रयोग हो, त्यति गर्न त्यसमाथि शिक्षा त्यसमा अर्को मजा छ। प्रविधि मैत्री शिक्षक समाज गर्नु भने समाजै छ। जो समाजको साथीहरूलाई भन्नु हो भने उहाँहरूले सिकाउनुहुन्छ, गर्ने हो। यो प्रविधिलाई अब गाली गर्ने दिन गयो सिद्धि, किनभने प्रविधि मुखी भए हामी चाहिँ मुख नै फर्काउँ गयो। यो फरक मुखलाई जोड्ने काम हजुरले सक्नुहुन्छ। मैले त्यो प्रविधि जोड्ने कुराकानीलाई भने प्रविधि हजुरले अनुसन्धान गर्नु हो, कति राम्रो हो अनुसन्धान। अब ज्ञान मान्छे हो, ज्ञान अब ज्ञान मारेको दान भन्छु। त्यसलाई देउता छ जस्तो लाग्छ, जस्तो लाग्छ छैन। छ भनौँ भने देखा छैन, छैन भनौँ भने अप्ठ्यारो भयो नि। तर के भन्ने लाग्छ भने अग्नि देवता, सूर्य देवता, पृथ्वी देवता, चन्द्र देवता, वायु देवता भन्ने चाहिँ भनेर सबैभन्दा पुरैले भने सबै छैन भने हामीले ज्ञान गरेको। अब देवता छ र छैन भने नकुराकानी गर्नु पर्यो। अब हजुरले कति कस्तोसँग बुझिसक्नु, ए ज्ञान त मारेसँगको त। अब अर्को तरिकाबाट हेर, हजुरले मदानीमा त्यो मदानी राखेर मै पार्नु त भएको छ। अनि त्यो पहाड फोर्ने छ नि टङटङै भनेर भन्छ, हामी के भन्नुहुन्छ त्यसलाई? त्यो हजुर ड्रिलिङ गर्ने हुन्छ नि, त्यो ड्रिलिङ गर्ने बुद्धि कसले दियो होला? अब एकचोटि त्यो मदानी बनाउने मान्छेलाई सोध्नुहोस् त। मदानीको पोराको त्यो तल्लोपट्टि छ नि, तल्लोपट्टि एउटा किला राखिदिने हो भने उहाँ चाहिँ अनि त्यसै गरेर घरको पार्ने भने ड्रिलिङ हुँदो नि। मदानी बनाउने पहिले हो कि त्यो ड्रिल बनाउने पहिले हो? भनेपछि ज्ञान त मारेको हो त, ज्ञान मारा हो। त्यसो भए एउटा काम गर्न सक्नुहुन्छ, बच्चालाई हजुरबाको ज्ञान पनि खोजेर ले, हजुरआमाको ज्ञान पनि खोजेर ले, आमाको पनि ले, बाउको पनि ले, सबैले म चाहिँ विज्ञानसँग जोड्छु, गणितसँग जोड्छु भन्न सक्ने हो। त्यसो गरेपछि हजुरले के भने ज्ञानलाई जोड्नु हो। ज्ञानहरू जोड्ने किसिमको कला अब गरिएन भने बर्बाद छ। किनभने हाम्रा पुर्खा अन्जान होइन, हामी जान्ने पुर्खाका नजान्ने सन्तानहरू चाहिँ। अब नजान्ने सन्तानले त ठुलो फुर्ती त लाउने कुरा हामी जान्दैछौँ भनेर, जान्नु पर्दा आफ्ना कुरा फुर्काइयो, आएका कुरा बोकेर आयो, भरियाले के गर्ने हो? मालिकका कुरा गर्ने र आफ्नो कुरा हरायो। त्यसले मालिकका कुरा गर्ने किसिमको हिसाब नगरेर आफ्ना कुरा गर्ने तरिकामा मलाई लाग्छ हजुरले गर्नुभयो भने विद्यार्थी अनुसन्धानकर्ता हुन्छ। त्यो अनुसन्धान गरेको कुराहरू जम्मा पारिदिनु हो भने हजुरले फेरि त्यो अनुसन्धानमा ज्ञानको दाबी गर्न पाइन्छ, ज्ञानको प्याटेन्ट राइट। दोस्रो हुन्छ सिपको प्याटेन्ट राइट वा चाहिँ प्रतिलिपि अधिकार। त्यसै गरी चाहिँ त्यो अनुसन्धानको प्रतिलिपि, त्यो अनुसन्धान गरेको यस्तो किसिमको छ भनेर भन्न पाइन्छ, प्रतिलिपि अधिकार लिने हो। त्यसो गर्नुभयो भने हजुरले अर्को मजा गर्नुहुन्छ। अर्को मजा के भन्छ, अब त अनलाइन पत्रिका छाप्न पाइन्छ। 2-3 स्कुल मिल्नुहोस्, अनलाइन पत्रिका छाप्नुहोस्, केटाकेटीले त्यो मजा कुराकानी ल्याएको गर्न सकिन्छ। त्यसैले हजुरले कति राम्रो काम गर्नु भने ओहो ज्ञान पनि बटुल्नु हो, काम पनि हुने हो। म अर्को उदाहरण पनि भन्छु, मलाई चाहिँ मैले हजुरहरूलाई भने होला। एकजना मान्छेलाई मैले चाहिँ पिएचडी गराएँ, त्यो पोखराकी मान्छे हुन्। तिनले खरिका पराजुली भन्ने, तिनले चाहिँ पिएचडी केमा गरिन् भने नाङ्लोमा गरे, आँखी ख्यालमा गरे। पुरोहितले बनाउने त्यो हुन्छ नि त्यो रेखीमा गरे। अब एकचोटि विचार गर्नु त, त्यो नाङ्लो बनाउने मान्छे जान्ने हो कि तिनी पिएचडी भइन् तिनी जान्ने हो कि तिनको सुपरभाइजर म जान्ने हो? कुन चाहिँ जान्ने हो? को जान्ने होला? यो गाई यात्रा हो क्या। म जान्ने भएर सिकाएँ, म चाहिँ जान्ने मान्छे अरे, डाक्टर साहब फलाना सिलाना, उनीलाई डाक्टर बनाइयो, त्यो पनि ठुलै काम गरियो। तर बिचरा त्यो नाङ्लो बनाउने मान्छे 9 र 10 क्लासमा पढ्ने म्याथमेटिक्स त त्यही नाङ्लो दिएको रहेछ। अब नाङ्लो पढाउन सिकाउने हो केटाकेटीलाई, नाङ्लो पढाउन सिकाउनु भयो त हजुरले के गर्नुभयो भने हाम्रो सुनुवारहरूले जो नाङ्लो बनाउनु भएको थियो उहाँ त सम्माननीय हो।
डम्फु बनाउने पुर्खालाई एकचोटि विचार गरेर हेर्नुहोस् त, सोच्नुहोस् कुन तागत होला, कुन चिन्तन होला। फलामको त दोब्र्याउन जानुहुन्छ काठ, यो पनि कोइरालाकै परेछ काठ मेरै हेर्नु न। अब यो तरिकाबाट एकचोटि हेर्नु हो भने हजुरले कति मजाको कुरा बुझ्न सक्नुहुन्छ। ओहो, यो तागत हाम्रो पुर्खासँग रहेछ। अब यो तागतलाई ल्याइदिनु हो भने त्यसले प्रतिलिपि अधिकार पनि आयो, अनलाइन मार्फत अनुसन्धान पनि गर्यो। हजुरले के गर्नुहोस्, विद्यार्थीले अनुसन्धान गर्छ, 5-7 जना विद्यार्थी मिलेर हजुर पनि जोडिनुहोस्, सम्पादक भन्नुहोस्, अनि 4 जना मिलेको चाहिँ छापेर पठाइदिनुहोस्। एकजना मान्छेलाई मैले बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा भेटेको थिएँ। उहाँ चाहिँ पाकिस्तानी केटा रहेछ, चाइनामा पढाउने रहेछ, फ्रान्समा पिएचडी भएछ। फुर्ती के लाउनु भने दिनको एउटा आर्टिकल लेख्छु भनेर भनेको मैले कसरी सम्भव छ भने सम्भव बनाउने बुद्धि हेरेँ। त्यो सजिलो के रहेछ भने केटाकेटाले ल खोज भनेपछि घरै खोजेर ल्याउँदा छ, जम्मा पारेर आफूले चाहिँ यसो डेन्टिङ पेन्टिङ मिलाइदिएपछि ल छापिदिने बित्तिकै उनीहरू पनि लेख, आफूले लेख, ल हेर्नु त दिनुले भन्ने रहेछ। यस्तो राम्रो ठाउँमा बसेर रहेछौँ। प्रधानदाको साथीहरू हिम्मत गर्ने हो, बल गरौँ। मैले प्रधानदाको साथीहरू, शिक्षक साथीहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ भने भने सारी यात्रा भयो हाम्रो मलाई बागमतीको भने साँच्चै कहीँ होस् मूर्ख त्यो त खाके बनायो भनेदेखि बाल विकासदेखि लिएर विकासको एउटा 1-3 को एउटा 4-5 को एउटा 6 को एउटा 5 मैले चाहिँ के हो सत भनेर बुझाएर केही राखेर साथीहरूलाई मलाई चाहिँ 10-14 गतेभित्र कुनै बेला हामी चाहिँ यो एनसी नेपालका साथीहरूसँग बसेर संवाद गर्छौँ। त्यसबाट हामी एउटा आधार बनाउँछौँ। त्यसमा 2-4 कुराहरू छ। नम्बर 1, सरकारले भनेको सक्षमतामा आधारित जुन सक्षम भन्ने छ त्यो कुरा हामीले चाहिँ राख्नुपर्छ, एउटा त्यो कुरा। दोस्रो, हाम्रो विद्यार्थीले प्रविधि जानेकै हुनुपर्छ। दोस्रो, तेस्रो, हाम्रो विद्यार्थीले गरी खाने सिप जानेकै हुनुपर्छ। प्राविधिक विद्यालय छैन, गरी खाने सिप कहाँबाट हुन्छ भनेर सोध्नु होला भने बेलायतले विद्यालय बन्द गर्नुपर्छ भनेर छ। छुट्टै प्राविधिक विद्यालय छैन, हर विद्यालय प्राविधिक जानेको छ। अब हजुरले कसरी गर्ने त सजिलो बाटो छ। विद्यार्थीलाई भनेर गरी खाने हो, विद्यार्थीलाई अन्य जानकारी त्यो विचार ल्याएपछि के गर्ने भन्दै ल त्यसो तिमीले भनेको जो कुरा लाग्यो फलाना मान्छेलाई भेट त के गर्ने हो, हजुरले रेफरल गर्नु। त्यसपछि गएर ल त्यसले भएन, युट्युब हेर्दा त्यो अर्को बाटो हो। त्यसो गरी त्यो पनि भएन, अब पालिकासँग अलिकति सहयोग लिनु त तालिम गर्ने अर्को बाटो हो। यति गरिदिनु हो त्यो केटाकेटीले गरी खायो। गरी खाने बित्तिकै के हुने रहेछ भनेर भनेदेखि यो केटाकेटीको अब त्यो जानेको सिक्न ल्याइदिनु पर्यो। लेख्ने कहाँ फेरि अर्को छटपटी हुन्छ हजुरहरूलाई। त्यो मार्कसिट चाहिँ मार्कसिटको पछाडि पनि खाली राखेको रहेछ, त्यही खालीमा भरिदिनु मिल्छ। हेर्नु न, खाली ठाउँ भर भने त सिकाएको त्यो खाली लेखिदिनु एउटा त्यसको साथ बोलता बनाइदिया के हो त्यो बोलता थियो केटाकेटीले सक्थ्यो, त्यो बोलता किनिदिए कसलाई हुन्थ्यो, केटाकेटीलाई हुन्थ्यो। अहिले त्यो पद पठाउनु यहाँ सही अब काम नचाहिने काम हो। अनि बेरोजगार उत्पादन भयो, भनेर खाने कुरा खाने गरिरहने हो। अब यसलाई अलिकति बदलौँ न। त्यति बदलिने बित्तिकै हजुरले मजासँग काम गर्न सक्नुहुन्छ भनेर भन्ने मैले अनुरोध गरेँ। गुणस्तरमा त्यो सिप दोस्रो कुरो भने। अर्को पढ्ने कला, हाम्रो केटाकेटीको पढ्ने कला भनेको अचम्मको छ। मलाई थाहा छैन, म साना कुरा हेर्छु, ठुला कुरा जान्दिनँ। हलो जोत्नु भएको छ यहाँहरूले नभए देख्नु भएको छ। हलो जोत्ने मान्छेले त्यो पछाडि जाने मान्छेलाई कति चिज सिकाउँदो रहेछ भने यसरी हेर्नु भएको छ।
मजाले छ। ढुङ्गा पनि सिकाएको छ, माटो पनि सिकाएको छ, फुस्रो माटो हो कि रातो माटो हो कि त्यो के भन्छ खुम्ले किरा पनि सिकाएको छ, अर्को के आयो पनि सिकाएको छ, चरा आउँछ टिप्नुलाई कुन चरा हो त्यो पनि सिकाएको छ, बोट बिरुवा के लाउने त्यो पनि सिकाएको छ, यो बोट काम लाग्छ यो पनि छ। त्यसो भनेपछि हाम्रो सिकाइलाई पश्चिमाको शब्दमा होलिस्टिक भन्दो रहेछ। हाम्रो केटाकेटी जे जन्मिने बित्तिकै होलिस्टिक कुरा जाने रहेछ। हामी शिक्षक चाहिँ के भन्दा रहेछौँ, म त फलानु विषयको खुस्किहाल्छ, किनभने बच्चा जम्मै चिज जाने रहेछ। हामी चाहिँ एउटा चिज मात्रै जान्ने गरेर घटाउनु पर्छ, बर्बाद रहेछ। त्यसो भए एउटा काम गर्न सक्छौँ, बच्चाले हलो जोतेर देख्दाखेरि के के सिकिन्छस्, तिमीले त यहाँनिर त वनस्पति शास्त्र पो जानेछ, तिमीले त यहाँ चरा शास्त्र जानेछ, यहाँ तिमीले भूगोल जानेछ, यति भन्न सक्छौ। अब त्यसो भए त्यो बारेमा अलिकति खोज त, ल नेटमा खोज, लाइब्रेरीमा खोज, कसैलाई सोध, यति गरिदिनु भयो भने हजुरको केटाकेटी त छुरा हुन्छ। किनभने गरिब केटाकेटीहरूको सबभन्दा मजा विशेषता के हो भने धेरै कुराको जानकारी उसलाई छ। धनी केटाकेटी विशेष कुरा जान्दछ, गरिब केटाकेटी सबै कुरा जान्दछ। अब हामीले गरिब केटाकेटीलाई हाम्रो नियति के हो भने अहिले देशमा 91% गरिबका केटाकेटीहरू सरकारी विद्यालयमा पढ्छन्। हजुरले बुझिसक्नुभयो, 9% मात्रै गरिबका केटाकेटी निजी विद्यालयमा पढ्न पुगेका छन्। अब सरकारी स्कुलका शिक्षकहरू चाहिँ विद्यार्थीहरू चाहिँ निजी विद्यालयमा जाने केटाकेटीहरू चाहिँ धनीका 65% जाँदा रहेछ अहिलेको तथ्याङ्कले भन्दैछ। त्यसो भनेको 35% केटाकेटी मात्रै निजीमा पढ्नु बाँकी छन् धनीका। अब यत्रो खाडल हो, त्यसो भए एउटा काम गर्न सक्नुहुन्छ, निजीसँग के गरी सिक्ने, सरकारीमा के गरी सिक्ने। हजुरलाई थाहा छ, उपसमितिले रिपोर्ट बुझायो, रिपोर्टमा के लेख्यो भने यसलाई के गर्ने, यो बारेमा चाहिँ उपसमितिले निर्णय गर्न सकेन भनेर फेरि समितिमा लगेर हालिदिन्छ। अप्ठ्यारो छ क्या, किनभने निजी स्कुल कसका हुन् भने सबैका हुन्, क्या काङ्ग्रेसका हुन्, एमालेका हुन्, माओवादीका हुन्, चन्द्रवादीका हुन्, सबैवादीका स्कुल छन्। अब नीति बनाउनु हुने हो, अनि के गर्ने, आमाको कुरो मामालाई भने जस्तो हो। अब यो कुराले गरिखाने भयो क्या। त्यसपछि गर्ने के त भन्दा दुईटाको बिचको सहकारी। अघि हाम्रो डाक्टर कुमार सिन्हाले भन्नुभएको छ, यहाँहरूले त्यो सोध्न सक्नुहुन्छ। गुणस्तरको अर्को पाटो एकअर्कोसँग सिक्ने पनि हो। सिक्ने कला सिकाइदिन सक्नुहुन्छ। सिक्ने कला सिकाउने भनेको सामान्य ढङ्गबाट यो बत्ती बाल्न लाउनु पनि मेरो छोरालाई किन बाल्नु हजुर, मेरो छोराले त्यसै उज्यालो देखाउने, किन उज्यालो पार्नु पर्यो? अङ्ग्रेजले चाहिँ बत्ती निभाउन सिकायो त्यो ह्याप्पी बर्थडे गर्नलाई, हजुरले किन बाले अब मैले उज्यालो देखाउनु गजब छ। अब त्यो चाहिँ दर्शन हो, हाम्रा पुर्खाको दर्शनको कति राम्रो चिन्तन रहेछ भने ब्रह्म जसलाई भन्छौँ वा अङ्ग्रेजीमा कस्मिक इनर्जी भन्छ, वा अल्बर्ट आइन्स्टाइनको शब्दमा कस्मिक इनर्जी, वा अझ सजिलो भाषामा भन्यो भने उनको भाषामा भन्यो भने सघन ऊर्जा भयो भने त्यो सघन ऊर्जा भनेको देखिने पृथ्वी हो, पातल ऊर्जा भनेको ऊर्जा हो, त्यो चाहिँ कुलमान घिसिङ हो। अब कुरो मिलियो। त्यसो भनेपछि एउटै चिज रहेछ, त्यो बहुबन्ने रहेछ। अब हेर्नुहोस् त कति राम्रो कुरो हो। हाम्रा पुर्खाले त्यही उज्यालोपट्टि फर्किए भनेर सिकाएछन्। पश्चिमी पुर्खाले के भनेछन् भने होइन नि, बत्ती निभाएपछि धुवाँ आउँछ, त्यो धुवाँ पितृलाई नपर्छ भनेर उसले चाहिँ निभाउँदो रहेछ। उसको बुद्धि अर्कै रहेछ। अब हजुरहरूले चाहिँ के सिकाउनु पर्यो केटाकेटा, यो गहिराइमा लगिदिनु पर्यो। त्यो गहिराई भनेको पढ्ने कला हो। त्यो कुरा गुणस्तरको अर्को मानक हो। चौथो मानक के हो भने प्रविधिमा खर्राट हुनै पर्यो। किन प्रविधिमा खर्राट हुनु पर्यो भने प्रत्येक दिन बदलिरहेछ। मैले मोबाइल बोकेको, मेरा छोराछोरीले मलाई के भने बात तपाईँले त आइफोन बोक्नुपर्छ भने हस् भनेर बोके। केही दिन अगाडि चाहिँ के भन्यो भने त्यसलाई अपडेट गर भने म जानिनँ अपडेट गर्नु थालेँ। मेरा बुद्धिले जानेन, ल बाबु गरिदियो त भनेर छोराबुहारीलाई दिएँ। त्यसपछि छोराबुहारीले गरे, यसले त मान्दैन गर्ने, अब गर्ने के त अर्को मोबाइल किन्ने भनेर जस्तो मलाई फटाएको गएर अनि जान्ने भएर के अरे व्हाट्सएप चलाउँदै गएको थिएँ, यो व्हाट्सएप क्यानट वर्क भनेर भने सिद्धियो हो चुन्यो। त्यसै गरेर चाहिँ हिजो मात्रै जुम चलाउने भनेर चाहिँ लाग्यो, यसो गरेको त जुम गएछ अरे। त्यसले के भन्यो भने इट क्यान नट सपोर्ट यु भनेर, ल त्यो पनि सिक्यो। भनेपछि अब मैले बाध्य गरेर किन सुख, हेर्नुहोस् त प्रविधिले मलाई बताउने।
त्यो प्रविधि यस्तो फसाउने रहेछ त्यसले केटाकेटीहरूलाई धेरैतिर प्रविधितिर पनि दौडाउनु पर्यो। फेरि प्रविधि मात्रै दौड्यो भने फेरि ती जिन्दगी बिर्सिने भन्छ। त्यसले जिन्दगीसँग पनि जोड्नु पर्यो। त्यो प्रविधि पनि जान्ने, जिन्दगी पनि जान्ने, पढ्ने कला पनि जान्ने, अनि त्यसै गरी खाने पनि बन्ने। किनभने पढाइ व्यवहारिक भएन भनेर हामीले भनिरहेछौँ। त्यो व्यवहारिक बनाउने कसले हो? कसले बनाउने? शिक्षकले भन्यो भने त म साह्रै भन्दिने बदमास मात्रै हो। पढाइ यो भयो। अब एकचोटि विचार गरौँ त, प्रश्न बनाउने को हो? शिक्षक। कापी जाँच्ने को हो? शिक्षक। रिजल्ट गर्ने को हो? शिक्षक। अब पाठ्यक्रम भएन भने को हो? शिक्षक। स्वतः विद्यार्थीलाई पास गराउने को हो? शिक्षक। सरकारले नीति नै खतम बनायो भनेर भने को हो? के गरेर मैले यो अब यो रमाइलोबाट मुक्त हुनु पर्यो। अब भन्नु पर्यो के भने संविधानले धारा 51 को ज को क दिएको छ। त्यो भनेको पढाइ व्यवहारिक बनाउनुपर्छ, जनमुखी बनाउनुपर्छ, उत्पादनसँग जोड्नुपर्छ, राष्ट्रवादी बनाउनुपर्छ, नैतिकवान बनाउनुपर्छ। त्यो जम्मै केमा छ? संविधानको धारा 51 को ज को क। त्यो पुरा नगरेर कसले हो? कसले हो? अब त्यति भनिदिनु भयो भने अनि बुढाल भाइले भन्नुभएको छ हामी सुधार छौँ, हाम्रो विद्यालय बलियो पनि यहाँ छ। नगरेको त्यति। त्यसले यति गर्ने कुराकानी भयो भने गुणस्तर पनि बन्द रहेछ। राष्ट्रवादी बन्ने अर्को तरिका रहेछ। यो राष्ट्र असाध्यै धेरै सम्भावना भएको ठाउँ हो। यति मजाको ठाउँ विश्वमा विरलै होला। किनभने सानो भूगोलमा उत्तरबाट दक्षिण वा दक्षिणबाट उत्तर गएर एकचोटि विचार गर्नुहोस्। मर्नु गर्मी यहाँ छ, अलिकति जान जानुहोस्, जाडोले थुत्थुर कमाइदिन्छ। यति मजा त अन्ततिर छैन। त्यसो भए यहाँ के सम्भावना छ भनेर भन्ने बारेमा केटाकेटीलाई भनिदिनु। विदेश गए त्यो मात्रै कुराकानी होइन। विदेश गए भने ती विदेशमा गएका मान्छेलाई ल्याउने के हो भन्ने बारेमा पनि सिकाइदिनुहोस्। त्यसलाई ज्ञान ल्याउने कि सिप ल्याउने कि प्रविधि ल्याउने कि मान्छे ल्याउने कि पैसो ल्याउने कि के ल्याउने भनिदिनुहोस्। त्यो ल्याउने भनेको को हो भनेको हजुरसँग भएको मोबाइल। त्यही मोबाइलमा यस्तो छुट्टो देखाउने बित्तिकै भजिजम्मै आउँदो रहेछ। यति काम गर्नलाई हजुरलाई के गाह्रो छ? त्यति भयो भने गुणस्तर पनि बन्द रहेछ, सम्भावना पनि यहीँ त्यस्तो रहेछ। एउटा काम चाहिँ गर्नुपर्छ होला। पालिकापट्टि फर्किनु हजुर। विद्यार्थीले उत्पादन गरेन भनेर गाली गर्नुहुन्छ हजुरहरू भनेको छ त? गाली गर्नुहुन्छ। उत्पादन गरेको नकिनिया कसले हो? आफैपट्टि फर्किनु हो। त्यसो भनेपछि एउटा काम गर्न सक्छौँ। विद्यार्थीले उत्पादन गर्छ, उत्पादन जति मै किन्नेछु, जसरी रोम गाउँपालिकाको उसले पालिकाको अध्यक्षजीले भन्नुभयो, त्यस्तै गरी हिम्मत गर्न सक्नुहुन्छ? नभए गराउनु। त्यति गर्ने बित्तिकै हाम्रो केटाकेटी उत्पादनमा पनि जोडिन्छ, राष्ट्रवादी पनि बन्छ, सम्भावना पनि खोज्छ, बाटो पनि बन्छ। मलाई लाग्छ गुणस्तरको त्यो कुरो चाहिँ हुन्छ। त्यो मानक म हजुरहरूलाई सेयर गर्छु भने त्यसरी गरौँला। भौतिक सुधार अर्को पाटो रहेछ। यो भौतिक सुधारको पाटोमा धेरै भएछ। अब हजुरले एउटा मात्रै प्रश्न आएको छ, त्यहाँ मेरोमा कम्पाउन्ड छैन भने। कम्पाउन्ड छैन भन्नु विद्यार्थी त छ त है। त्यसो एउटा विद्यार्थीलाई 2टा रुख लगाइदिए भनेर भन्यो भने के हुँदो? भोजनको बन्छु यहाँ पार्कमा बन्ने जस्तै किसिमको बनिया। पार्कमा चाहिँ हुने रहेछ, स्कुलमा नहुने होला। त्यसो गरौँ न। त्यति बेला विद्यार्थीले रोपनी लाउनु सिक्यो, त्यसकै नाउँ राख्दैन। यति गर्ने बित्तिकै मलाई लाग्छ सजिलै हजुरले सक्नुहुन्छ भनेर भन्ने मैले अनुरोध गरेँ। त्यसो अर्को काम पनि गर्नु। विद्यार्थी छैनन् भने त्यो स्कुललाई फुटसल बनाइदिने हो। बनाऊ। फुटसल बनायो भने केटाकेटीलाई खेल्न त मजा ठाउँ हो नि त। बुढाबुढीलाई सम्वाद गर्ने ठाउँ बनाइदिने हो। गरौँ। त्यहाँ सिप सिक्ने ठाउँ बनाइदिने हो। गरौँ। सङ्ग्रहालय यति मजाको हुने भयो। अब सहरको केटाकेटी के भन्ने भयो भने दुध कहाँबाट आउँछ भने प्याकेटबाट भन्ने भयो। ठिकै भन्यो उसले देखाएको छैन। अब गाईबाट आउँछ भने के भन्ने हो? उसले त्यो गाई कसरी दुध दिन्छ, के गर्छ, सबै एउटा चाहिँ सर्कल बनाइदिन्छ। सजिलो बाटो रहेछ। सजिलो बाटो के रहेछ भनेर भन्दाखेरि फोटो खिच्न केटाकेटीलाई लाउने, त्यो फोटो जम्मा पार्ने, जम्मा पारेपछि त्यसैमा माउन्ट गरिदिने, बस लगेर चाहिँ राखिदियो भने मजासँग हुँदो रहेछ। मलाई थाहा छैन हजुरहरूले सोलार सिनेमा भनेर पनि हेर्नु भएको छ?
त्यो सोलर सिनेमामा उ गर्नुभयो भने हुन्छ। नभए मिनी नेपाल .org मा हेर्न सक्नुहुन्छ। मिनी नेपाल .org MININEPL नेपाल.org। सम्भावना हेर्न मन लाग्यो भने अर्को सम्भावना पनि भन्छु म हजुरहरूलाई। त्यो भनेको के हो भने के भन्छ यो डाटा होम नेपाल.org, अर्को भने डाटा होम नेपाल.org। त्यसमा एउटा ड्यासबोर्ड बनाइदिएको छ। त्यो ड्यासबोर्डमा चाहिँ विभिन्न सम्भावना कृषिको के हो, स्वास्थ्यको के हो बिस्तारै आउँदैछ। एउटा डेमो आइरहेछ, बिस्तारै यहाँहरूले त्यसलाई हेर्न सक्नुहुन्छ। त्यो हामीहरूले नै लागिरहेको विषयवस्तु हो। यसरी केटाकेटीहरूलाई प्रोत्साहित गरिदिनु भयो भने केटाकेटीहरूले गरी खाने बन्न सक्छन्। त्यसपछि मैले अर्को हजुरले जस्तो भने राजनीतिक कुराकानी अर्को छ। त्यो राजनीति हामीसँग छैन, वास्तवमा राजनीति छैन है। अघि विमल सरले पनि भन्नुभयो, हाम्रो के भन्छ समाज सरले पनि भनिसक्नुभयो। राजनीति भन्दा पनि के भयो भने राजनीतिक दलका चिन्तकहरूलाई मिलाउने तागत भएको कोसँग छ तागत। किनभने हजुरले शिक्षक आन्दोलन बेलामा के भन्नुभएको छ, हामी बुद्धिजीवी हौँ। हिम्मत साथ भने होइन, बुद्धिजीवी भएपछि के गर्नुपर्ने हो, के गर्नुपर्ने हो? अब न्यू खोज्यो भने न्यूजीवी, श्रम गर्यो भने श्रमजीवी, हल्ला गर्यो भने हल्लाजीवी, कुरा गर्यो भने कुराजीवी, बुद्धि खलाउनु पर्यो नि हो। विद्यार्थी छैन, त्यसो भए हजुरआमालाई पढाउने हो, पढाउनु। नरेतिर गर्ने त्यही हो। सङ्ग्रहालय बनाउने हो, बनाउनु। त्यसलाई शिव केन्द्र बनाउने बनाउनु। के भन्ने किसिमको हजुरले निर्णय गर्नु। अब छैन नभन्नु, त्यसो भए काम गर्नुपर्ने। किनभने महँगी बढ्यो, त्यसपछि आमाहरूले पढे। यही दुईवटा कुराले गर्दा बच्चाहरू वात्तै गरे। कि आमालाई पढ्न बन्द गर्नु पर्यो, कि महँगी घटाउनु पर्यो, कि चाहिँ आमाहरूलाई गाह्रो भयो त्यसपछि मेसिनले बच्चा पाउने, लोभी मान्छेको बिरे जति एउटा गाईमा राख्ने भनेर बनाउने हो, गरौँ। त्यसो होइन भने बच्चा छैनन् भनेर नचाहिने कुराकानी गर्नु बन्द गर्नु। बच्चा छैनन् भने बित्तिकै डरलाग्दो परिस्थिति आयो। म डरलाग्दो परिस्थिति भन्छु हजुर। जिरी नगरपालिकामा 5,000 रुपियाँ प्रति विद्यार्थी प्रति महिना लगाइन्छ। पत्याउनुहुन्छ सरकार। अब सरकारसँग पैसा छैन भनेर हामी कराउनु परेको छ। यो बिजोबाट के गर्ने? काठमाडौँकै टोखा नगरपालिकामा 2600 रुपियाँ भर्नुहुन्छ। अब त्यसो भने के गर्ने हो? निजी विद्यालय कतिमा पढाउँदा 1800-1900 कुन सस्तो? अब गरीब छैन भन्न पाइयो। हुँदाहुँदै अस्ति मात्रै बालाले जो सम्बन्ध हो उहाँले के भन्नुभयो, यही स्थिति रह्यो भने हामीसँग राज्यबाट उठेको पैसाले शिक्षकको दिन सक्ने साधन छैन। शिक्षक कर्मचारीको हो। यसै गरी त्यसो भए हामी एउटा काम गर्छौँ। पालिकामा शिक्षक साथीहरू जसका छैनन् त्यो विद्यार्थी नभएको साथीहरू इमान्दार यहाँ विद्यार्थी भए मलाई साथीले लौ न अन्तरपालिका सरुवा हो कि त्यही पालिकामा हो कि वा प्रदेश नै अन्ततिर जानुपर्ने हो कि मधेसमा शिक्षक छैन, पहाडमा शिक्षक धेरै भए जाने हो, जाउँ। त्यो अवस्था हामीले सिर्जना गर्नुपर्ने परिस्थिति हो। मलाई लाग्छ शिक्षक महासङ्घका साथीहरू हुनुहुन्छ, उहाँले त्यो बुझ्नुहुन्छ, बुझाउनु पनि पर्छ भनेर मैले अनुरोध गरेँ। भाषा अर्को पाटो हो। भाषाहरूलाई व्यवस्थापन गर्न सक्ने तागत शिक्षकसँग छ, गर्ने हो। मैले हजुरहरूसँग सजिलो बाटो भन्छु। भाषा व्यवस्थापन भनेको सामान्य भाषाबाट बुझ्नुभयो भने एकदमै सजिलो रहेछ। हजुरहरूले भाषा कोसँग सिक्नुभयो? आमासँग सिक्नुभयो, बाउसँग सिक्नुभयो। मेरा बाउ अलिअलि अक्षर लेख्थे, आमाले पढेकै थिए। ती नपढेका अलिअलि साक्षर भएका बाबुआमाले मलाई यत्रो भाषा सिकाएर खर्नाट बनाए। अनि भाषा सिकाउन स्कुलमा शिक्षक चाहिने हो। त्यसो एउटा काम गरौँ त, जसको भाषा उसले अर्कोलाई सिकाउने। नेपाली पढ्नेले तामाङ सिकाउनु भयो, तामाङ पढ्नेले नेपाली सिकाउने भयो, अर्कोलाई सिकाउने भयो, अर्कोले नेवार सिकाउने भयो, अर्कोले गुरुङ सिकाउने, जे होला त्यो गर्न सकिन्छ। पैसा चाहिएला, कति सजिलो रहेछ हेर्नु न। तिम्रो लिपि यसरी रहेछ, मेरो पनि लिपि छ, यति काम गर्नलाई के गाह्रो? यो गरिदिनु हो भने हजुरले भाषाको पनि राम्रो व्यवस्थापन गर्न सक्नुहुन्छ। भाषाको शिक्षक चाहिँदैन,
हामी शिक्षक व्यवस्थापक हो, व्यवस्थापन समितिका सदस्य पनि हौँ। यो हजुरहरूले मजासँग गर्न सक्नुहुन्छ भन्ने मैले अनुरोध गरेँ। त्यसपछि अर्को मैले हजुरलाई भन्न खोजेको के भने शिक्षकले गरेका राम्रा अभ्यास राख्ने एउटा, अर्को चाहिँ शिक्षकलाई अपडेट गरिराख्ने किसिमको पाटो चाहिँ गरौँ न त। हामी पालिकाका सबै पालिका हुन्, यो हाम्रो रामेछाप जिल्ला भएको पालिकाहरू मिलेर शिक्षक अपडेट गराउने एउटा एप बनाउने हो। यङ हुनुहुन्छ, इनर्जेटिक हुनुहुन्छ, अब पनि नगरे पहिले गर्नुहुन्छ, हजुर के सकिन्छ गरौँ। ग्रेट, कति राम्रो कुरो भन्नुभयो सर, हजुरले गर्नु पर्यो। किन मैले हजुरलाई जसले बोल्यो त्यसलाई कसरत गर्ने हो। त्यसपछि एउटा काम गरौँ न त, शिक्षकलाई अपडेट गर्ने, प्रतिदिन शिक्षकलाई अपडेट गर्ने किसिमको तरिका चाहिँ शिक्षकको फेसबुकमा सारा जानकारी जाने, त्यो तरिकाको एउटा सामग्री बनाउँ। त्यसमा हजुरले लिड गरौँ। त्यो नगरपालिकामा हुनुहुन्छ, सदरमुकाममा हुनुहुन्छ, यति काम गरिदिनु हजुरले भनेदेखि असाध्यै न्याय हुन्छ। यो कुरा फेरि म जस्ता भरियाहरू छौँ नि, जो निःशुल्क भरिया हो, यहाँबाट शुल्क दिनु पर्दैन, कहिले मान्दै पुग्छु कहिले बेसी पुग्छु, सबैतिर गरौँ। मन्थली नगरपालिका व्यवसायले यो किसिमको निर्णय गर्नुभयो। अब रामेछाप जिल्लाभरिमा हाम्रा शिक्षक अपडेटेड हुन्छ। त्यो अपडेट हुने सामग्री कसले बनाउँछ? मेरै शिक्षकले बनाउँछ। किनभने आफूलाई केजिबी भने आएर शिक्षकले बुद्धिजीवी बुझिसक्नु। बुद्धिजीवी भनेपछि अर्थ खर्च गर्नुहुन्न मलाई ढुक्क थाहा छ। उहाँले बुद्धि खर्च गर्नुहुन्छ, बुद्धि खर्च गरेर एक ठाउँमा लगेर थुनिदिनुहोस्, खाना दिनुहोस्, बस गरिहाल्नुहुन्छ, केही गाह्रो छैन। यति गर्नुभयो भनेदेखि ठुलो काम हुनसक्छ भन्ने मैले अनुरोध गरेँ। त्यसले शिक्षकलाई तालिम भनेर भनेको थिएँ, किनभने शिक्षक अपडेट हुने अबको तालिम भनेर भनेको आफैले लिनेको छ। जस्तो मेरो दुर्दशा मैले सुनाएँ नि, group.com भन्ने चाहिँ मैले थाहै पाएँ एआई मात्रै जानेको थिएँ। यो चाहिँ गर भनेर त्यो भरर भए जम्मै भन्दै थियो। अब त त्यो नलेख्नु पर्ने हुँदाहुँदै मैले भने फलानको डिजाइन एउटा रिपोर्टको डिजाइन भन्दै त भनेको भरर डिजाइन ल्याएर टक्का राखिन्छ मिनेट। अब यति सजिलो भएको केटाकेटीले अब हजुरले ल यो किताब पढ पेज नम्बर 25 पल्टा भने यहाँले पल्टाउँछ, पल्टाएर पनि अनौठो। त्यसले अब एकदमै सोच्ने किसिमको हिसाब हो भन्ने सिकाइ उपलब्धि बढाउनलाई मैले अघि नै हजुरहरूलाई भन्न सकेँ। केटाकेटीहरूलाई नै प्रश्न बनाउनु दिनुहोस्, त्यसको ब्रान्ड बनाउनुहोस्। त्यो मैले पहिले पनि भनिसकेको छु, यहाँलाई चाहिँ दोहोऱ्याउनु पर्दैन भन्छु म। त्यसपछि अर्को काम मैले हजुरहरूलाई के भन्न खोजेँ भने बच्चा छैनन् बारेमा पनि कुरा भनिसकेँ। भाष्यहरू केही भाष्यहरू बदल्नु पर्ने भयो। मैले भाष्य बदल्ने किन भन्दाखेरि नि दुईजना हस्तीहरूको नाम हामीले सुन्यौँ, डाक्टर टङ्कर दाहाल, दलबहादुर लामा। उहाँहरूले चाहिँ जुन ढङ्गले काम गर्नुभयो नीति यही होइन त, नीति दलबहादुर सरले के भन्नुहुन्छ, म बिहानै उठेर कुचो लाउँछु मेरो टोयलेटमा, तपाईँको हिम्मत छ भने मेरो टोयलेटमा जुत्ता लगाएर हिम्मत गरेर जान्छु भनेर होइन। हेर्नुहोस् न, उहाँ प्रधानाध्यापक इज्जत नलाएर, तर इज्जत साथ के भन्नुहुन्छ, म टोयलेट सफा गर्छु। अब मैले गर्छु विद्यार्थी हेरेर बस्नु पाउँछ, हेर्नु तल आएको यो तरिका चाहिँ मलाई लाग्छ हजुरले गरिदिनु हो भने असाध्यै राम्रो हुन्छ। अब शिक्षा ऐनको पाटो अर्को छ, केही कुराहरू अहिले पनि हजुरले हेर्नु होला। खबर एजुकेसन के अरे खबर एजुकेसन के अरे खबर एजुकेसन एडु खबरले चाहिँ त्यो हो कि खबर एजुकेसन.com हो। खबर एजुकेसन.com चाहिँ हजुरले हेर्न सक्नुहुन्छ के भयो भनेर भने यहाँहरूले देख्न सक्नुहुन्छ। त्यसले चाहिँ के गरेछ यहाँ त्यो यसो हेर्नुभयो भने थाहा पाइहाल्नुहुन्छ कुन मुद्दामा समाधान गर्न सकिएन भन्दाखेरि नम्बर 1 प्रधान के अरे निजी विद्यालय के गर्ने बारेमा उपसमिति निर्णय गरेर त्यो समितिको टाउका हाल्छ भनेपछि अप्ठ्यारो पर्यो। बुझिसक्नु। शिक्षक सुविधा दिनेमा हामीले उसले पनि गर्नुपर्छ भनेर टुङ्गियो। हेर्नु न, त्यो दोस्रो हो। तेस्रो दलीयता। अब शिक्षक सक्रिय मात्रै दलहरू मात्रै लाग्न पाइँदैन भन्ने त्यो त बुझेँ। सरकारले पार्टीको विधान चेन्ज गर्नुभएको छ छैन, गजब रहेछ। अब यो महासङ्घको सदस्य हुनु पर्यो भने शिक्षक सङ्घबाट 6 जना मान्छे पनि जाने रहेछ। सङ्गठनका मान्छे लानुहुन्छ भने सोधे लानु हुँदो रहेछ। शिक्षक होइन, सङ्गठन रहेछ। अचम्म रहेछ।
अनि एमालेका साथीहरूलाई सोधे यो शिक्षक सङ्गठनले कार्यक्रम आयोजना गर्यो भने कसलाई बोलाउनुहुन्छ भने केपी ओली कुरो बुझिसक्यो। अब त्यसै अर्कोलाई शेरबहादुरलाई बोलाउनुहुन्छ होइन नि, कस्तो रहेछ भने थाहा भइसक्यो। अनि पोलिट ब्युरो सदस्य को हुन्छ भने तिनीहरू लाग्छ। अब यो राजनीतिक दलहरूले यस्तो गोटी बनाएछन्, अघि ठिकै भन्नुभयो, दल सफल देश असफल भएछ। दल सफल कसरी भएछ भन्दाखेरि सबलाई हामीलाई टुक्रा 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 बनाएछ। देश असफल किन भएछ भनेदेखि हामीले बिहानदेखि बेलुकासम्म कुरा गर्ने अर्कै कुरा भएछ। शिक्षकले बिहानदेखि बेलुकासम्म उठेर बच्चाकै कुराकानी गर्न सक्छौँ। यो बच्चाले कसरी पढ्यो, यसले किन पढेन, यो कसरी गर्दो रहेछ, अब यसलाई कसरी पढाउने होला, अब के गर्ने, बिहानदेखि बेलुकासम्म त्यही उपाय चाहिँ गराउन सक्छौँ। उदाहरण भन्छु, कावासोती नगरपालिका अध्यक्ष उनीहरूले के तरिका गरे भनेदेखि शिक्षकको काम, प्रधानाध्यापकको काम, पालिकामा आउने काम बन्द खाडे। व्यवस्थापन समितिका साथीहरू जानुहुन्छ, किनभने उहाँ त भोलिन्टियरली गरिरहेको, उहाँ जानुहुन्छ, गएर सफल गर्नुहुन्छ। अनि शिक्षकको काम के हुन्छ, प्रधानाध्यापकको काम दिनभरि बच्चाको बारेमा कुरा गर्ने। हेर्नु त कति मजा। त्यसो भएपछि त्यो शिक्षकको पेसाकर्मी भयो। अहिले के भनेर लेख्यो त्यो उपसमितिले, ट्रेड युनियन हुनलाई मालिक चाहिन्छ, कामदार चाहिन्छ। शिक्षक जुन ट्रेड युनियन भनेर भनेको छ, हाम्रो ट्रेड युनियन अधिकार शिक्षक त ट्रेड युनियनभित्रै पर्दैन, किनभने मालिक पनि छैन, कामदार पनि होइन। अब त्यसो गरेर लेखेपछि अब भयो फसाद। अब त पेसाकर्मी बन्नुपर्ने हो, दलकर्मीबाट पेसाकर्मी बन्नुपर्ने हो। हाम्रो दलीय अधिकार छ भन्न अब सिद्धियो, टुङ्ग्यो, किनभने उपसमितिले त्यो दियो। अब समितिले त्यही सिफारिस गर्छ, संशोधन गरेर संवाद हुने त्यही विषयवस्तु। अब यति भइसकेपछि यहाँले के हुन्छ, पेसाकर्मी बन्ने संस्कृति मलाई लाग्छ हजुरहरूले बनाउन सक्नुहुन्छ। त्यो बारेमा साथीहरूलाई चाहिँ गरौँ, राजनीतिक दलका कुराहरू संवाद गरौँ न। त्यो संवाद भनेको के हो, किन हो भन्ने चाहिँ मैले उदाहरण दिन्छु। काङ्ग्रेसलाई समाजवादी शिक्षा, एमालेलाई जनमुखी शिक्षा, माओवादीलाई जनवादी शिक्षा, राप्रपालाई राष्ट्रवादी शिक्षा, चन्द्रवादीलाई वैज्ञानिक समाजवादी शिक्षा। त्यो भने क्या हो, लौ न भन्दै कसैले भन्दैन, किनभने बुद्धि भयो भन्नु बिजोग छ। अब त्यो भने के त भनेर भन्यो, अघि हामीले चाहिँ संविधानको धारा 51 को जको क भन्यौँ नि, त्यति भनिरहेको रहेछ। अनि त्यो भने के भनेर मैले इटहरीमा हेरेँ। इटहरीमा गएर चाहिँ त्यतिखेर गिरिराज पोखरेल हुनुहुन्थ्यो, पूर्व मन्त्री। यति भने अब यहाँले यति हो, सकियो भने त के हो। त्यसो भए संविधानको धारा 51 को जको क हर शिक्षकले अनिवार्य रूपमा पालन गर्नुपर्छ भन्ने हुनु त सकियो। यहाँको जनमुखी पनि भयो, जनवादी पनि भयो, वैज्ञानिक पनि भयो, समाजवादी पनि भयो, गरिजमै भयो। वैज्ञानिक भनेको खोज्ने हो, हुने होइन। अब खोज्ने हो, हुने होइन भनेर चाहिँ के भन्यो भने, मोही पार्ने मान्छेलाई अथवा त्यो काठको भाँडो बनाउने मान्छेलाई वा आरी बनाउने मान्छेलाई एकचोटि सोध्नुहोस् त, विज्ञान के हो? उसले भन्दैन। विज्ञान हामी जान्दछौँ, तर ऊ के जान्दछ? बनाउन जान्दछ। ऊ बनाउन जाने वैज्ञानिक, हामी भन्न जाने वैज्ञानिक, त्यति मात्रै हो। बाजाको त्यही दशा। बाजा बजाउन जान्ने मान्छेले चाहिँ सारेगामा थाहा छैन, सारेगामा थाहा हुने हामीलाई चाहिँ बाजा बजाउन आउँदैन। बुद्धि त यही नहो। त्यसो भए एउटा काम गरौँ न, सारे हामी सिकाउँछौँ, बाजा चाहिँ उसले सिकाउँछ, कुरो मिल्यो, त्यति पछि भइहाल्छ। यो जनमुखी वैज्ञानिक व्यवहारिक बनाउने तरिकाहरू मैले यहाँलाई भने त्यो सजिलो छ भनेर भन्ने अनुरोध पनि गरेँ। भाष्य त्यही बदल, पाठ्यक्रम भएन, पाठ्यपुस्तक भएन, बडो राम्रो कुरो गर्नु भएन भने पुनर्लेखन गर्ने हो। पुनर्लेखन भनेको के हो भनेर भन्दै म पहिले पनि हजुरहरूलाई सम्झाउँछु भने, डोका देखा त्यसबाट डोकोबाट गणित पढाउने हो, भात पकाउनेबाट विज्ञान पढाउने हो। त्यसो भए चाहिँ हजुरले कति पढाउनु हो भने मजासँग पढाउन सक्नु हो। एउटै अप्ठ्यारो हो, मेलैसित पढाउने बानीलायक हामी त्यो डोको र भात पकाउने कुराकानी गऱ्यो भने मेलो बिग्रिन्छ। त्यो मेलो बिग्रिँदाखेरि हाम्रो हालत बिग्रिने हो। अब त्यसो भए ल आज हामीले डोकोबाट यो कुराकानी पढौँ, गणितका यी कुराहरू हजुरलाई यो थाहा भयो, अर्थमेटिक यो जियोमेट्री यो थाहा भयो, त्यसो भए फलानु पेजमा पढिएछ, यो पेज चाहिँ बाँकी रहेछ, पछि पढौँ है भनेर भन्न मिल्छ। हजुरले नयाँ अब 21औं शताब्दीको शिक्षण विधि पनि गजब विधि आयो।
त्यो तरिका गरिदिने बित्तिकै हजुरले के गर्नुभयो भने पाठ्यक्रम भएन, पाठ्य पुस्तक भएन भन्ने भाष्य, परीक्षा प्रणाली भएन, 3 घण्टाको जाँचले हुन्छ, जाँच लिनेको त्यसो प्रयोगात्मक परीक्षा चाहिन्छ भने ठिक भन्नुभयो। प्रयोगात्मक परीक्षामा 25 मा 27 हालेको कसले हो? आफैले हो। अब त्यसो गर्ने हो। त्यसले अब समस्या रहेछ भने आफ्नै टाउमा समस्या रहेछ, उत्तर अन्त्यतिर खोजिँदो रहेछ। यो बर्बाद भएछ। त्यो बर्बादको कामबाट बस्ने हो। बस्ने बित्तिकै हजुरले के ल्याउनुहुन्छ भने मजाको कुरो चाहिँ ल्याउन सक्नुहुन्छ, हास्य बदलिन्छ। त्यस्तै गरी शिक्षक छैनन्, बुझेँ। शिक्षक छैनन् भने अघि मैले के भने अरे .com हो, त्यही खोज भन्ने बित्तिकै त्यहीँको घटै हुँदो रहेछ। अघि भने जस्तो पालिकामा शिक्षक ब्याङ्क बनाउने हो, त्यसो भइहाल्यो। म उदाहरण दिन्छु, मेरो शिक्षकको दुर्दशा भने शब्दै त्यो जानिँदैन भने उदयपुरको ताप्ली गाउँपालिकामा थिएँ, केही महिना अगाडि होला, बुढोदवाडी पनि हुनुहुन्थ्यो सँगै। त्यसपछि एउटा शिक्षकले हिम्मत साथ उठेर भन्नुभयो, प्रधानाध्यापक हुनुहुन्थ्यो, उठेर के भन्नु, यो पालिका नालायक छ। पालिकाको अध्यक्ष चाहिँ माओवादीको हुनुहुँदो रहेछ, काङ्ग्रेसको चाहिँ उपाध्यक्ष हुनुहुँदो रहेछ। अनि किन हो सर भने मैले, शिक्षकै दिँदैन। मैले कतिवटा छन् क्लास? 5वटा छन्। शिक्षक कति छन्? 4। विद्यार्थी कति छन्? 20 जना छन् भने शाबास भने मैले खोजेर ल्याउनु होला। 4 जना शिक्षक, 4 जना शिक्षक छन्, 20 जना विद्यार्थी छन्। मेरो राज्य चल्ने भए हजुरलाई एउटा शिक्षक दिन्थे, 3वटा शिक्षक झिकेर अन्ततिर लान्थे, मधेसतिर लान्थे। त्यसपछि यो 3वटा शिक्षक पढाउनुहुन्छ त्यो खोज्नु थाल्यो। मैले बडो राम्रो हो, गुरुकुलमा जानुहोस् हेर्नुहोस् एकचोटि, गुम्बामा जानुहोस् हेर्नुहोस् एकचोटि, मदरसामा जानुहोस् हेर्नुहोस् एकचोटि। ती महान पुर्खा जसले गुरुकुल गुम्बा र मदरसाहरू चलाए, तिनले गरेका तरिका हेर्नुहोस् त, उनका तरिका सजिलो रहेछ। माथिल्लो क्लास पढ्नेले तल्लो क्लासमा सिकाउँदो रहेछ। त्यो शिक्षकै चाहे अघि भने जस्तो शिक्षक ब्याङ्क रहेछ, ल्याउँदो रहेछ, उपाय गरिहाल्दो रहेछ। नभएदेखि चाहिँ कम्प्युटरमा लगेर जोडिदिँदो रहेछ, उपाय गयो। त्यो कुन जीवीले गर्ने रे यो काम? अनि हामीले नगरी न्यू मात्रै खोल्न मिल्यो हो त? सोच्नु, मैले हजुरहरूलाई सोचिबाट पनि दिएको हो। त्यसले यसो सोचिदिनु भयो भने मसँग कुरोहरू बनाउनु भन्ने मैले अनुरोध गरेँ। त्यसपछि भाष्य पनि बदलिन्छ, काम पनि हुन्छ। सुखी नेपाल र सम्पन्न नेपाल, त्यो यो मेयर साहबले मजासँग भन्नुभयो। सम्पन्न बन्ने भने पैसो कमाउन सिकाउने भने त्यति भने त्यो अप्ठ्यारो नभन्नु न। पैसो कमाउन कसरी सिकाउने यति भनिदिनु भने कुरो हुन्छ। त्यहीँ बाँस छ, काट, त्यो बाँसको चाहिँ सिन्का बनाएर चाहिँ बट्टा हाल्दै बजार भनेर भनिदियो भने पैसा सम्पन्न भइहाल्थ्यो। त्यही एउटा खर्ची छ, नभए एउटा काठ छ, त्यो काठमा धेरै रुवा बेच, त्यसले काम कोट्याउने बनाएर भनेर भने पैसा फलिहाल्यो, कुरो मिल्दैन। पैसा फलाउने तरिका सिकाउनु भने सम्पन्न हुँदो रहेछ। पैसा भएको मान्छे निदाउन नसक्दो त दुखी हुँदो रहेछ, अर्को अप्ठ्यारो रहेछ। कस्तो के गर्ने हो? बुद्धको देशमा रहेछौँ, बुद्धको तरिका सिकौँ। बुद्धको तरिका कति राम्रो भनेदेखि आँखा चिम्लो आकाश हेर, आँखा चिम्लो नाकको सास सजिलो हेर्नुहोस् त। यति सजिलो कुरा त्यो चाहिने कुरा मात्रै जानु पुग्दो रहेछ। नत्र बुद्धले कति क्लास पढायो हो? बुद्धले 3-4 क्लास पढायो होला। हामी यत्रा पढे लेखेका मान्छे, एमए पिएचडी नै गरेका मान्छे, हामी बुद्ध थोरै क्लास पढेका चाहिँ बुद्ध के गरिरहेका हुन्? तिनले के गरेछन्? स्वाध्याय गरे, आँखा चिम्लेर ध्यान। त्यो ध्यान गर्ने कलालाई चाहिँ संस्थागत गरिदिनु हो भने सजिलो रहेछ, केही पर्दैन। बुद्धले त अझ सजिलो भन्नुभएको छ। सुत्ता ध्यान, उठ्दा ध्यान, हिँड्दा ध्यान, खाँदा ध्यान, जतिखेर पनि ध्यान। हुँदा खाँदा मेरो खाना आन्द्रामा पुग्यो कि, ठुलो आन्द्रामा छ कि, सानो आन्द्रामा गयो कि, पेटभित्र गयो कि हेरिराख। त्यति गर्ने बित्तिकै ध्यान बग्न हुँदो रहेछ, पढाइ गर्दो रहेछ। त्यति गराउन सकिन्छ। त्यसपछि सुखी पनि हुन्छ, सम्पन्न पनि हुन्छ। मलाई सुखी र सम्पन्न बनाउने भने 2टा बाटो। अब हजुरहरूको प्रश्न चाहिँ रहेछ केही
टुङ्ग्याउँछु। केटीहरू मात्रै छन् त्यसैले खत्तमै भयो भन्नु नभन्नु नै जस्तो। किनभने नि अब यथार्थ कति कडा भएछ भने लोभी मान्छे हराउँदै गयो, स्वास्नी मान्छे जाग्दै आयो। हजुरले कसरी मैले भनेको थिएँ नि, अहिले शिक्षक प्राथमिक तहमा शिक्षिका प्रशस्तै बढेर आयो, बिस्तारै त्यो माध्यमिक तहमा हुँदै गएको छ। अहिले शिक्षकहरूमा पनि अहिले हामी पर्यो भने डाक्टर जानुका नेपाल अथवा तिवारी अथवा चाहिँ के नाम हो गीताका यस्ता महिलाहरू त छन् त, यही देशका हुन् नि। के अघि रिता शाह मधेस यति राम्रा शिक्षकहरू छन्। उसको इलामको राई हो, उहाँ मणि समथिङ के राई हो, उहाँलाई सूर्यदेव हो क्या। त्यसैले छैनन् होइन, 2-4 गडबड गऱ्यो भने कसरी सक्ने भन्ने किसिमको कुरोकानी गर्नु कसलाई सकिन्छ। त्यसैले त्यो समग्रमा महिला भएको हुनाले गडबड होइन नि। त्यसै भए पुरुषबाट राम्रो छ भन्नु सक्नुहुन्छ। फस्यो यस्ता नचाहिने कुराकानी नभनिदिनु होला भन्नु भने मैले हजुरहरूलाई अनुरोध गरेँ। त्यसैले यो प्रवृत्तिसँग टाँसिएको प्रश्न हो, लिङ्गसँग टाँसिएको विषय जस्तो हो। दोस्रो हजुरहरूले भन्नुभएको के भने मान्छेहरू सहरतिर गए अब गर्दाखेरि गडबड भयो हुन्छ, मान्छेको खुट्टा छ। मेरो गाउँघरमा भन्ने चल्छ, म सिलगढीको दुम्जाको मान्छे हो। यहाँले चाहिँ याद गर्न सक्नुहुन्छ 4 खुट्टेलाई बाँध्न सकिन्छ, 2 खुट्टेलाई सकिन्न भनेर भने क्या। एकचोटि विचार गर्नु, मान्छे कति खुट्टे हो? 2 खुट्टे हो नि। त्यो त हिँड्छ त्यो हिँड्यो भने फेरि होइन, हिँडेको लागि कसरी फर्काउने भन्ने बाटो चाहिँ चाहियो। केही दिन अगाडि म चाहिँ अर्थमन्त्रीसँग कुराकानी गरेका थिएँ। हामी त अर्थमन्त्रीमा प्रत्येक डाक्टर प्रकाश शरण महलसँग, त्यसपछि बसमान पुनसँग, त्यसपछि अहिले विष्णु पौडेलसँग, 3टै अर्थमन्त्री देशका मालिकहरूसँग मैले कुराकानी गर्न पाएको छु। उहाँले बोलाएर मैले उहाँलाई भने विदेश गए भने कोलो बन्द गर्नुहोस्, अब अति हो। मान्छे सहरतिर गएको कोलो बन्द गर्नुहोस्। हजुर किन आएको? उहाँ पनि त बाहिरबाट आयो होइन र? बाहिरबाट हुन चाहिँ मुनि बाटो काम गर्नु पनि होइन। युरोपमा पनि रहेछ त्यो चलन चल्ती, चाइनामा रहेछ। घोस्ट सिटी ठुल्ठुलो बिल्डिङ मान्छे किन रहेछ भने जहाँ जहाँ पाउनु पर्छ त्यही नबस्छ मान्छे। अमेरिकामा त्यही जस्तो हो, चाइनामा त्यही जस्तो हो। भारतको घोस्ट सिटी अर्को समस्या आइरहेको छ। त्यसले विश्वभरिको प्रक्रिया हो। त्यसो भए गर्ने के त भन्दाखेरि उनको बुद्धि कसरी ल्याउने, त्यसले 5वटा चिज ल्याउने बारेमा मैले बारम्बार भनिरहेको छु। ज्ञान ल्याउने कसरी, सिप ल्याउने कसरी, ल्याउने कसरी, पैसा ल्याउने कसरी, मान्छे ल्याउने कसरी। त्यो 5वटा चिज गरौँ। मान्छे ल्याउन बडो गाह्रो रहेछ। अब फर्केँ मैले मेयर साहबसँग, अध्यक्षजीसँग, हजुरहरूले मेरो शिक्षकले चाहेको जम्मै चिज दिन सक्नुहुन्छ? उसलाई घर चाहियो, मोटर चाहियो, मोटरसाइकल चाहियो, ल्यापटप चाहियो, कम्प्युटर चाहियो, दिने हो? सकिन्न। गएन आजै ठाडै सजिलो छ। ठाडै मैले किन भने सजिलो छ मेरो साथ, सजिलो तरिका छ भने नि पश्चिम गजलले आएछ। जाने बित्तिकै मोटर चाहियो, मोटर दिइहाल्छ। अनि उसले के भन्छ नि, ओहो तिमी प्रति महिना $1000 चाहिँ यो मोटरको लागि तिर्नुपर्छ, आर यु रेडी भनेपछि जाबो $1000 तिरिहाल्छु नि भनेर हस् भन्दो रहेछ। 1000 वर्षमा तिर्छ, 5 वर्षमा त उसको मोटर भइगयो। ऋण तिराउने हो, ऋण नभन्नु होला। किनभने शिक्षकलाई ऋण भन्यो भने डर लाग्छ, मोर्टगेज भन्दैन न। किनभने पुरानो खेती गर भनेर है त किसानले पुग्छ। त्यसैले गर्दाखेरि हामी के भन्छौँ, अर्ग्यानिक खेती गर्छौँ नि। त्यसै गरी नाम के गरिदिउँ भन्दै मोर्टगेज भनिदिउँ। शिक्षकले सम्झौता गर्छ। हजुरहरूले के गर्ने भने पालिकाले घुस नखाने गरी, कमिसन नदिने गरी, ठाठाडै भने है मान लागेको छ नि, बर्बाद छ। मैले हजुरहरूसँग किन जिस्काएर भन्थेँ नि, त्यो कम्प्युटरहरू वा मोटरसाइकलहरू, मोटरहरू जो कम्पनीहरू छ त्यो कम्पनीसँग हजुरहरूले सम्झौता गरिदिने, ग्यारेन्टी पालिकाको भयो। अनि शिक्षक साथीहरूले मोर्टगेज तिर्नुहुन्छ, महिने पछि उहाँले आफ्नो तलबाट कट्टी गर्नुहुन्छ। 10 वर्षमा, 20 वर्षमा, कति वर्षमा तिर्ने भन्ने किसिमको व्यवस्था गरिदिनु हो भने हाम्रो शिक्षकलाई मजा हुन्छ। भोलि युवाहरू जम्मै यसरी बसाउने हो। अमेरिका, युरोप गएका मान्छे नफर्किने कारण त्यो
उपाय चाहिँ नि हामी गरिदियौँ भने युवा पनि बस्छन्, हाम्रो शिक्षकलाई पनि मजा आउँछ। त्यो उपाय चाहिँ गरिदिउँ भनेर भन्ने मैले अनुरोध गरेँ। पेसाकर्मीको बारेमा मैले अघि नै भने विद्यार्थी छैनन्, मैले त्यो अघि नै हजुरहरूलाई उदाहरण भनिसकेँ। विद्यार्थी सिकाइ कसरी बढाउने असाध्यै राम्रो कुरो भन्नु। विद्यार्थी सँगै सिकिरहन्छ, सिक्न नदिने बदमास हामी हो। उदाहरण आउँछ केटाकेटीले पनि यो बच्चालाई हेरिरहेको थियो, त्यो बच्चालाई कसरी पनि भाषा गरेर त्यो बडो राम्रो गर्नुभयो। त्यो बच्चाले कति चिज खोजिसक्यो याद गर्नुभएको छ? उकालो चढेर हेऱ्यो, झर्दाखेरि कसरी पहिलेटी मारेर त्यो बिस्तारैसँग झऱ्यो, झर्नु कसरी पर्ने रहेछ, चढ्नु कसरी पर्ने रहेछ, हेर्नुहोस् त बच्चा खोजिरहेको। हामी शिक्षकले भेटाउने चुप यहाँ बस, हामी यही होइन ऊ ज्ञान खोज्ने, हामी ज्ञान माग्ने, अप्ठ्यारो त्यहाँनिर पर्दो रहेछ। त्यसो भएपछि यो तरिकाबाट चाहिँ केटाकेटीहरूलाई अगाडि ल्याउन सकिन्छ। किनभने हामी जस्तो बच्चा बनाउने कि बच्चा जस्तो हामी बन्ने वा सम्झौता गर्ने, तिनवटा बाटो हामीसँग छ। हामी जस्तो बच्चा बन्ने त्यो अब दिन गयो, किनभने आफ्नै केटाकेटीलाई हेर्नुहोस्, आफूले भने मान्छन् मान्दैन। त्यसरी बुझिसक्यो क्या, बुझिसकेपछि अब के बुझ बजाउनु लाग्नु पर्छ, किनभने हामी फेरि केजिबी बुझिसक्नु भयो। बुद्धिजीवी भएपछि त अब बुद्धि खर्च गर्नु पर्यो नि। केटाकेटीले टेर्न छोडे भनेर भन्छ, अब टेर्नु त भएन नि, अब तैँले के गर्छ म पनि पैसा लाग्छु भनेर भन्नु। उसले केमा रहर गर्छ त्यही अनुसार गर्नु। त्यति गऱ्यो भने केटाकेटीले सिक्दो रहेछ। अब हामीले गर्ने के भने सिकेको कुरा मलाई भन्नु कुरो ल। अब यो पिरियड चाहिँ के गर्ने भने जसले जे सिक्यो के सिकेर आइस्, कुखुरा हेर्नु जाँदा के आइस्, गाई हेर्नु जाँदा के गरेर आइस्, घाँस काट्नु के गरेर। अब केटाकेटीले भन्यो भने अब त्यो कहाँनिर ल्याउँछु हजुर सृजनशील चर्चा पनि गर्छ। मजासँग सक्नुहुन्छ भन्ने मैले अनुरोध सधैँ राम्रो कुरो भन्नु। एकदमै राम्रो गर्नुभएको छ। अभिभावकलाई शिक्षा मैले पहिले भनेको थिएँ, हातको भनेको थिएँ, किनभने दिवसको दिवस बनाउँदै हामी अभिभावक दिवस बनाउने, भाषण गर्ने मै जस्ता पुर्ख बोलाउने, म अभिभावक होइन नि। अनि त्यसपछि नाच देखाउने कसको फेरि विद्यार्थीको दिवस कसको हो? मेरो दिवस कि नेताहरूको दिवस कि स्कुलको दिवस कि अभिभावकको दिवस कसको हो? त्यसो एउटा काम गर्न सकिन्छ। एक दिन अभिभावकले शिक्षकलाई गाली गर्ने दिन, एक दिन राम्रो गरेर भन्ने दिन, एक दिन चाहिँ कसो गर्नुपर्छ भनेर भन्ने बाटो देखाउने दिन गर्ने हो। मजाको कुरा हो, किनभने अभिभावकसँग जानकारी नभएको होइन। अभिभावक कस्तो रहेछ भन्दाखेरि त्यो